नमस्कार। भारतमा प्रतिवर्ष 50 लाख जति मानिसहरू सुर्तीजन्य कुराहरूको सेवनको कारणले मर्ने गर्छन्। अनि यसको कारण चाहिँ धेरैजसो हिरोहरूलाई दिइने गरिन्छ। शाहरुख खान, ऋतिक रोशन, अजय देवगन जस्ता मानिसहरूले पान मसलाहरू अथवा सुर्तीजन्य कुराहरूको विज्ञापन गरेको कारणले मानिसहरूले बढी खाने गर्छन्। अर्थात् मानिसहरूलाई आफ्नो पसन्दिला हिरोहरूले सेवन गरेको कुरा असल होला भन्ने लाग्छ र उनीहरूले खाने गर्छन्। अर्को रिसर्चले के देखाउँछ भन्दाखेरि सुन्दर देखिने मानिसहरू, चिटिक्क लुगा लगाएका मानिसहरूले गल्ती गर्दैनन् र इमान्दार हुन्छन् भन्ने कुरा पनि देखाउँछ। 1920मा गरिएको थर्नडाइकको एउटा रिसर्चले के देखायो भन्दाखेरि हाकिमहरूले, सेनाका हाकिमहरूले चटक्क परेका सेनाहरूलाई चाहिँ उनीहरूलाई इमान्दार मान्ने अथवा यिनीहरू चाहिँ असल हुन्छन् भनेर उनीहरूलाई नै अवार्ड दिने गरेको पाइएको छ। अनि हाम्रो अदालतमा, न्यायालयहरूमा नि के गर्ने गरिएको छ भन्दाखेरि सुन्दर देखिने मानिसहरूले गल्ती गरेको छैन होला भनेर त्यो न्यायमा नै असर गर्ने गरेको छ। अनि यसलाई भनिन्छ हेलो इफेक्ट। हाम्रो देशमा पनि आफूले मन पराएका मानिसहरूलाई, त्यो राजनीति नेता होस् अथवा जोसुकै होस्, उहाँहरूलाई हामीले जुनसुकै कुरा, उहाँहरूले गरेको जुनसुकै कुरा नै असल लाग्ने एउटा प्रवृत्ति छ। त्यसलाई चाहिँ हेलो इफेक्ट भनिन्छ। यो हाम्रो कमजोरी होइन, तर हाम्रो दिमाग चाहिँ लेजी हुन्छ। अनि लेजी भएको हुनाले हाम्रो दिमागले एउटा प्याटर्न बनाउँछ, यस्तो लुगा लगाएको मान्छे, यस्तो अनुहार भएको मान्छे असल हुन्छ अथवा उहाँहरूले जे भने नि ठिक हुन्छ भन्ने खालको हाम्रो दिमागको त्यो करामत हो। त्यही भएर हामीले चाहिँ हेलो इफेक्टबाट जोगिने प्रयास गर्नुपर्छ। मलाई कुनै कुरा ठिक लाग्छ, कुनै व्यक्तिले गरेको कुरा ठिक लाग्छ भने त्यो साँच्चै ठिक हो कि मलाई त्यो हेलो इफेक्टले काम गरिरहेको छ, अथवा मैले मन पराएको मान्छेले गरेको कुरा ठिकै लागिरहेको छ कि त्यसको साँच्चै नै सकारात्मक पक्ष पनि छ भनेर हामीले हेर्नुपर्छ। हिन्दीमा एउटा भनाइ नै छ, गधे पर दिल लगी तो पर क्या चीज है। हवस् त, नमस्कार, फेरि